आज फेरि हामीसँग एउटा माइक्रो ओभन आएको छ। के समस्या छ? अब हामीले यसलाई एकचोटि इलेक्ट्रिक सप्लाई दिएर हेर्छौँ के समस्या छ। इलेक्ट्रिक सप्लाई दिँदैछु। यहाँ लाइन आइसक्यो, मतलब इलेक्ट्रिक सप्लाई यो बोर्डमा आइसक्यो र हामीले यसलाई सिलेक्ट गर्छौँ, मतलब टाइम दिन्छौँ। टाइम पनि आइरहेछ, टाइम 30 सेकेन्डमा छ र स्टार्ट बटन प्रेस गर्छौँ। स्टार्ट बटन प्रेस गर्दा यसले स्टार्ट पनि भइरहेछ र अब हामीले यसलाई हिट हुन्छ कि हुँदैन त्यो चाहिँ हेर्छौँ। टेस्ट गर्नको लागि अलिकति पानी लियौँ र यसलाई भित्र राखिदिउँ, ढोका लगाइदिउँ र फेरि पनि हामीले टाइम के गर्छौँ, यसलाई निश्चित टाइम दिएर स्टार्ट गर्छौँ। यो स्टार्ट नहुने समस्या छ, देख्न सकिन्छ। यो स्टार्ट बटनले लाइन आउँछ, सबै हुन्छ, तर हामीले जब स्टार्ट गर्छौँ, टाइम दिएर स्टार्ट गर्छौँ, त्यसपछि के गर्छ, यसले स्टार्ट लिँदैन, स्टार्ट फङ्सनले काम गर्दैन। अब हामी यसलाई रिपेयर गर्छौँ है त। यसलाई प्लग आउट गरौँ। त्यसपछि यसको पहिला हामी कभर खोल्छौँ। अब यसको हामीले कभर पनि निकालौँ। यसको बोर्डबाट, यो कन्ट्रोल बोर्डबाट जुन हामीले स्टार्ट गर्छौँ, स्टार्ट गर्दा यो बटनहरूले काम नगर्ने समस्या छ। हामीले फर्स्ट अफ अल बोर्ड खोल्नेछौँ। अब हामीले यो बोर्ड पनि निकाल्यौँ। अब यो बोर्डलाई हेर्छौँ, स्टार्ट किन लिँदैन अथवा अरू बटनहरू किन चल्दैन, स्विचहरूले काम किन गर्दैन भनेर अब यसलाई हामीले चेक गर्छौँ राम्रोसँग के छ समस्या है त। देख्न सकिन्छ यो बोर्डलाई धेरै नै साङ्लाले, कक्रोचले चाहिँ यो बोर्डलाई बिगारेको छ। अब हामी यो बोर्डलाई रिपेयर गर्छौँ, किनभने यो बोर्डको सर्किटहरू चल्न नपाउनाले स्विचले काम नगरेको अथवा फङ्सन नगरेको समस्या छ। अब हामीले यसलाई चाहिँ रिपेयर गर्छौँ।
यो इलेक्ट्रोनिक सर्किटलाई कक्रोचले असाध्यै ड्यामेज बनाएको छ। अब हामीले यसलाई रिपेयर गर्छौँ। यो अगाडिको बोर्ड हो जहाँ हामीले कमान्डहरू दिन्छौँ, स्विचहरू थिचेर हामीले कमान्ड दिने गर्छौँ, त्यो वाला बोर्ड हो। अब हामीले यसलाई रिपेयर गरेर हेर्छौँ। मेजर समस्या यो कन्ट्रोल बोर्डमा समस्या छ। अब हामीले यसलाई रिपेयर गर्छौँ। फाइनल्ली हामीले यसलाई रिपेयर गरिसकेका छौँ। अब यसलाई पानी अलिकति तताएर हेरौँ, टाइम दिउँ, स्टार्ट गरौँ। यसको समस्या भनेको स्विचहरू नचल्ने समस्या थियो। अहिले स्विचहरू चल्ने भयो। अब हामीले पानी तताएर हेर्छौँ पानी तात्छ कि तात्दैन। यदि यस्तो समस्या भयो भने हजुरले पहिला कुरो यो स्विचलाई सफा गरेर हेर्ने, बाहिरको पोरहरूको कारणले गर्दा पनि नचल्न सक्छ। विशेष गरी यसमा साङ्लाले सर्किटलाई डिफेक्ट पारेको हुनाले सर्किट सबै बिगारिसकेको थियो। त्यो हामीले रिपेयर गरेको छौँ। अब के हुन्छ पानी तताएर हेरौँ। टाइम पनि सक्छ। अब हामी पानी हेर्छौँ पानी तातियो कि तातिएन। पानी पनि तातिसकेको छ, बाफ उडिसक्यो। फाइनल्ली यो चाहिँ माइक्रोवेभ बनिसकेको छ है त।